धन नभएको तर मन भएको भनेर चिनिने नेता भनेको माननीय हर्क साम्पाङ हो। भिडियो आफै बोल्छ, हेर्नु अनि जज गर्नु है। मान्छेको लागि हुनु पर्यो नि त विकास। विकास मान्छेको लागि हुनु पर्यो। त्यसले गर्दाखेरि मानव केन्द्रित विकास गर्नुपर्छ। कोही कसैले एउटा घर बनाएर टहरा बनाएर बस्ने उसको अधिकार छ। उसले बनाएको टहरा भत्काइदिने त्यो क्रूर शासक म बन्नेवालामा छैन। म भत्काउँदिनँ, भत्काउनु दिन्न पनि। बरु उहाँहरूको टिमको छाना चुइरहेको छ भने स्रोत साधन र समय मेरो अधिकारले भ्याएसम्म है, मैले चारवटा कुरा स्रोत साधन समय र अधिकार भन्दैछु। चारवटा कुराले भ्याएसम्म मैले उहाँहरूको टहराहरू मेन्टेन गरिदिनुतिर व्यवस्थापन गरिदिनु म लाग्छु। तर कसैलाई घरबार विहीन बनाएर अब जता जान्छु भनेर खेदाउनेतिर चाहिँ म लाग्दैन। तपाईँको नाम चाहिँ आफ्नै घर अगाडि डिरेन बनाइदिनु भयो बिना पैसामा। हजुर, शरमको उसमा सबै राम्रो बनाइदिनु भयो। एकदम खुसी छु। यस्तो मेयर पाउँदैन फेरि फेरि। हाम्रो जिन्दगीभरि चाहिँ यही मेयर भइराखोस् भन्ने छ क्या मेरो मनमा चाहिँ। कस्तो राम्रो मेयर क्या। सबै दुःख बुझ्ने, गरिब दुखीहरूलाई हेर्ने, त्यो सुकुम्बासी जनता। अब हामी सुकुम्बासीलाई अब त्यो पहिलाको झोलेहरूले त उठाउने कुरा थियो नि त। अहिले मेयर साहबले सुकुम्बासी जनता म उठाउँदिनँ, नहुनेलाई छाप्री लगाइदिन्छु भन्नुभएको थियो। तर दिइराख्नु भएको छ, गरिराख्नु भएको छ मेयर साहबले। राम्रो मेयर पाएको छौँ, खुसी नै छौँ। हजुर हजुर। भनेपछि अब फेरि पनि उहाँलाई नै मेयरको रूपमा देख्न चाहनुहुन्छ। उहाँलाई नै फेरि भोट दिएर जिताउने, उहाँलाई नै राख्ने। सकेसम्म अरू नहोस्, उहाँ नै होस् भन्ने चाहना छ क्या। हजुर हजुर। उहाँले जे कुरा भन्नुभएको थियो त्यो वचन पुरा पनि गर्दै हुनुहुन्छ होइन। उहाँले भन्नुभएको थियो नयाँ चाहिँ बरु बस्न नदिने बस्ती, तर पुरानोलाई म उठाउँदिनँ, उठ्रास लाउँदिनँ भन्नुभएको थियो होइन। त्यही अनुसारको। र तपाईँले एउटा महत्त्वपूर्ण कुरा के भन्नुभयो भने तपाईँहरूको त यहाँ 1 रुपियाँ पनि परेन नि, नत्र भने अरूतिर ड्रेन र बाटो बनाउँदा त जनताको 60-40 को कुरा हुन्छ। हजुर। अनि पल्लोपट्टिको मान्छेले भन्दै थियो